नमस्कार टच दिले फेसबुकको सबैजनालाई टच दिले नमस्कार सबैजनालाई सेवा र फ्यामिली सबैजनालाई टच दिले आज फेरि एउटा सुजना साथीभाइहरू यो चाहिँ सेयर गरेर जसको काम नाम छैन त्यसलाई त्यहाँसम्म पुर्याइदिनु होला किनभने सबैजनालाई जसलाई काम चाहिएको छ जसलाई अब अलिक दुःख छ हुन्छन् भर्खर बिहा गरेर बस्ने केटाहरूलाई दुःख हुन्छ उनीहरूलाई दुईजनालाई खानु बस्नु छ हो सेलेरी चाहिँ बाँड्नु भन्छु कसलाई काम चाहियो कमेन्ट गर्नु होला फेसबुकमा कमेन्ट गर्नु होला कसलाई चाहियो काम दुईजनालाई बराबरी काम हुन्छ अब बिहा गरेको केटाहरूलाई दुःख हुन्छ यहाँ अब यस्तो बिहा गरेको केटाहरूलाई अब काम चाहिँ त्यही हो अब रेस्टुरेन्टको काम हो काम गर्छ भने भन्नुहोस् कमेन्ट लेख्नुहोस् तल दुईजनालाई बस्नु खानु छ सेलेरी फेरि म बादमा भन्छु सेलेरी कति दिन्छ सबै सोधेर मालिकलाई तपाईँहरू अब उता बर्खा लाग्यो यहाँ बर्खाबोरी गरेर फेरि अब मार्च अप्रिलमा आएर तपाईँहरू अक्टोबरको टाइममा जान पनि हुन्छ 6 महिना काम गरेर 6 महिना काम गऱ्यो भने अब दुईजनाले काम गऱ्यो भने राम्रो हुन्छ दुईजनालाई मजाले 6 महिना काम गऱ्यो भने यहाँबाट कमाइ लगेर केही व्यवसाय गर्नु सक्छ तपाईँहरूले पैसा इन्भेस्ट गर्नु सक्छ त्यही कारण चाहिँ दुईजना छ भने चाहिँ बडाबुडी छ भने चाहिँ मलाई तुरुन्तै सम्पर्क गर्नु होला मेरो फेसबुक लाइभमा कमेन्टमा भन्नु होला तपाईँलाई म काम लगाइदिन्छु अलिक दुःख चाहिँ त्यही हो अब दुःख काम त रेस्टुरेन्टमा गर्नुपर्छ काम नाम त त्यस्तै हो रेस्टुरेन्टको काम हो अब थाहै हुन्छ तपाईँलाई रेस्टुरेन्टमा कस्तो गर्नुपर्छ त्यो कोही बेला काम हुन्छ कोही बेला हुँदैन अब सिजनमा त हुन्छ हुनु त सिजनमा दुईजना खोजिरहेको छ यहाँको मान्छेले अब 6 महिना भइसक्यो भने चाहिँ आउनेको टिकट चाहिँ एक तरफको चाहिँ आउनेको टिकट दिन्छ जानेको टिकट चाहिँ आफूले काटेर जानुपर्छ भनेर दियो त्यस्तो प्रकारले दियो अब तपाईँहरूलाई काम चाहिएको छ भने भन्नुहोस् मलाई यहाँ सम्पर्क गर्नुहोस् काम भनिरहेको छ 2-3 जना है 3 जनाले सबैले 2 बढी छ भने चाहिँ राम्रो हुन्छ तपाईँहरूलाई काम मिलेर गर्ने राम्रो हुन्छ 2 जना 3 जना छ भने चाहिँ म तपाईँहरूलाई यहाँबाट भन्छु सेलेरी कति हो के हो कसो हो सबै मिलाएर राखिदिन्छु अन्त एउटा गेस्ट हाउसमा छ एउटा चाहिँ रेस्टुरेन्टमा छ तपाईँलाई यो काम चाहियो भने चाहिँ सम्पर्क गर्नु होला मलाई तर कमेन्टमा लेख्नु होला कसलाई काम छैन भने चाहिँ अब हुन्छन् कतिजनाले दुःख हुन्छन् त्यस्तो लाग्यो सबैजनाले मलाई सम्पर्क गर्नु होला यहाँ फेसबुकमा कमेन्टमा लेख्नु होला सेलेरी म तपाईँलाई बादमा भन्छु सोधेर कति हो के हो सेलेरी कति दिन्छ खाने बस्नु फ्री हो तपाईँलाई केही खर्च हुँदैन खर्च चाहिँ एउटा केही हुँदैन तपाईँलाई सिप कोलगेट साबुन पनि दिइहाल्छ सब दिइहाल्छ तपाईँको त्यो अब पर्सनल बाहिर खर्च हुन्छ कसो हो किन पर्सनल खर्च पनि किन गर्नु होला खानासाना सब पाइहाल्छ त्यो लुगाहरू पनि 1-200 छ भने भइहाल्छ यहाँ चलिहाल्छ त्यही कारण अब चाहिँ गर्मी लाग्यो काम हुन्छ तपाईँले मलाई सम्पर्क गर्नु होला सबैजनालाई सेयर गर्नु होला भिडियो चाहिँ जसले बिहा गरेर दुःख पाइरहेको हुन्छ नि त्यो केटाहरूलाई हो बिचरा अब 6 महिना काम गऱ्यो भने उतातिर केही व्यवसाय गर्न सक्नुहुन्छ तपाईँले यो चाहिँ म तपाईँलाई ग्यारेन्टी दिन्छु अब त तपाईँलाई काम चाहिएको छ भने मलाई सम्पर्क गर्नु होला नमस्कार रसिदिदी